नमस्कार र स्वागत छ तपाईहरुलाई सेल्फ हेल्प लर्निङ च्यानलमा। तपाईहरुलाई थाहै होला कि यसपालि हैन विभिन्न पालिकाहरूले जुन आधारभूत तहको हैन कक्षा 8 को परीक्षाफल प्रकाशित गर्दा यो जुन आधारभूत हुन्छ नि बेसिक लेभलको एक्जाम 8 क्लासको यसमा चाहिँ जब रिजल्ट आयो नि त तपाईहरुले सुन्नु भएको होला कि धेरै विद्यार्थीहरू फेल भयो भनेर है। त्यसैले तपाईहरुले पनि यो फेलको सामना गर्नु नपरोस् भनेर तपाईहरुको लागि मैले इंग्लिशको गाइड है क्लास 8 को इंग्लिशको गाइडको रूपमा जति पनि च्याप्टरहरू छ इंग्लिशका ग्रामर देखि राइटिङ हैन त्यसैगरी क्वेशन आन्सरका कुराहरू सबैको बारेमा हामी छलफल गर्ने छौं र तपाईको बोर्ड एक्जाम सम्म म पुरै साथ दिने छु। यसैगरी हाम्रो क्लास 9 10 हैन त्यसैगरी 11 र 12 का प्रत्येक युनिटका एक्सप्लेनेसन क्वेशन आन्सर ग्रामरका भिडियोहरू मैले पहिले नै हालिसकेको छु। तपाईहरु प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ यदि 9 10 11 12 का स्टुडेन्ट हुनुभयो भने है। र यो विशेष गरी प्लेलिस्ट तयार पार्ने छु क्लास 8 इंग्लिश गाइड भनेर जस अन्तर्गत तपाईहरुले क्लास 8 का इंग्लिशका जति पनि च्याप्टरहरू छ त्यो सबैको बारेमा हामी छलफल गर्ने छौं। र आजको यस भिडियोमा हामी युनिट 1 है तपाईहरुको क्लास सुरु भइसकेको होला र युनिट 1 मा रहेको छ अ टुर टु सेन्ट्रल जू। यो सम्बन्धी एउटा नोटिस रहेको छ। यो नोटिससँग रिलेटेड जति पनि क्वेशन आन्सर त्यसैगरी ग्रामर छ त्यसको बारेमा आज हामी यो भिडियोमा छलफल गर्ने छौं। र तपाईहरु यदि नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिहाल्नुस् र बेल आइकन पनि प्रेस गर्नु होला ताकि तपाईहरुले कुनै पनि न्यू भिडियो हाल्दा नोटिफिकेसन पाउनु हुनेछ। र म यो भिडियोलाई अगाडि बढाएँ है त। फर्स्टमा रहेको छ म्याच द वर्ड्स इन कलम ए विथ देयर मिनिङ्स इन कलम बी र डाइरेक्ट म यहाँ आन्सर प्रस्तुत गर्नेछु। फर्स्टमा रहेको छ कलम ए एन्ड कलम बीमा टुर। टुर भनेको अ भिजिट टु अ प्लेस कुनै ठाउँको भ्रमण गर्नुलाई हामी टुर भन्छौँ। त्यसैगरी नेक्स्ट रहेको छ बोर्ड। बोर्ड भनेको टु गेट अन अर इन्टु अ भेहिकल कुनै गाडीमा चढ्नुलाई बोर्ड भन्छ। हि बोर्डेड इन्टु द बस भनेर भन्न मिल्छ। त्यसैगरी एक्सप्लोर रहेको छ। एक्सप्लोर भनेको हुन्छ टु ट्राभल टु अर अराउन्ड एन एरिया टु लर्न अबाउट इट कुनै नयाँ ठाउँमा गएर यदि हामी कुनै कुराको खोज गर्छौं सिक्ने काम गर्छौं भने त्यसलाई एक्सप्लोर भनिन्छ। त्यसैगरी ग्रान्ड रहेको छ। ग्रान्ड भनेको एकदम ठुलो हो ग्रान्ड सक्सेस भन्छ नि है ग्रान्ड पार्टी भन्छ। त्यसैगरी लार्ज एन्ड इम्पोर्टेन्ट रहेको छ यसको मिनिङ। लास्टमा रहेको छ एम्फिबियन। एम्फिबियन भनेको तपाईहरुलाई थाहा होला उभयचर भन्छ जुन एनिमल वाटर र ल्यान्ड दुईटैमा बस्छ। त्यसैले भयो एनी एनिमल द्याट क्यान लिभ बोथ अन ल्यान्ड एन्ड इन वाटर है यो भयो। त्यसैगरी हामी बी नम्बरमा जाउँ आन्सर दिस क्वेसन भनेछ। तपाईहरु समक्ष केही क्वेसनहरु आउनेछ जसको आन्सर हामी छलफल गर्नेछौँ। र यो जुन नोटिस दिएको छ त्यो नोटिसको आधारमा चाहिँ आन्सरहरु लेखिएको छ। क्वेसन रहेको छ व्हाट टाइम डु द स्टुडेन्ट्स नीड टु अराइभ एट स्कुल। हामी लेख्न सक्छौँ द स्टुडेन्ट्स नीड टु अराइभ एट स्कुल एट 9:30 AM। त्यसको नेक्स्ट क्वेसन रहेको छ हाउ लङ विल इट टेक देम टु रिच द जू फ्रम देयर स्कुल। स्कुलबाट जूसम्म कति समय लाग्छ त त्यहाँको टाइम टेबललाई क्याल्कुलेट गर्दा हामी निकाल्न सक्छौँ। इट विल टेक देम 30 मिनट्स टु रिच द जू फ्रम देयर स्कुल। नेक्स्ट क्वेसन रहेको छ वाइ डु यु थिङ्क द टिचर विल टेक द स्टुडेन्ट्स अटेन्डेन्स ट्वाइस। टिचरले किन अटेन्डेन्स ट्वाइस लिन्छ हैन कन्फर्म गर्नलाई हो। आई थिङ्क द टिचर विल टेक द स्टुडेन्ट्स अटेन्डेन्स ट्वाइस सो द्याट नो स्टुडेन्ट्स वुड मिस द बस हैन कुनै छुटिँदैन हैन कोही छुटेन भनेर कन्फर्म गर्नलाई हो। Why do you think the students will explore the zoo in animal groups? Different groups मा किन चाहिँ उले स्टुडेन्टले चाहिँ भिजिट गर्नेछ किनभने I think the students will explore the zoo in animal groups so that they could do their assignment in group है। त्यसरी रहेको छ यहाँ यो ग्रुप इन ग्रुप नलेखे पनि हुन्थ्यो। Who should the students contact if they have any problem during the tour? यसको भइहाल्छ द स्टुडेन्ट्स should contact Mrs. Karki if they have any problem during the tour। यो चाहिँ के भयो त हाम्रो क्वेसन आन्सरहरु भयो। हामी नेक्स्ट पार्टमा जाउँ। You might have been to any educational tour from your school. Share the most exciting activity you had during the tour है। स्कुलबाट हैन शैक्षिक भ्रमणको रूपमा कहीँ जानुभयो होला त्यसमा भएको एकदम एक्साइटिङ कुराहरु के छ त्यो लेख्नु छ हैन। यहाँ रहेको छ ड्युरिङ आवर स्कुल ट्रिप टु जनकपुर द मोस्ट फन एक्टिभिटी
we was visiting the Janaki temple. The temple was huge and beautiful with colorful decorations everywhere. We learned about the Hindu religion and the story of Lord Rama and Goddess Sita, which was really interesting. Inside the temple, we saw people praying and offering flowers. It was exciting to experience a different culture and see such a famous landmark up close. है नजिकबाट हेर्न पाएकोमा एउटा राम्रो अनुभव भएको रहेछ। अब ग्रामरको कुरा गर्नुपर्दा यहाँ यस नो क्वेसन छ र यस नो क्वेसन तपाईँहरूलाई थाहा होला यस नो क्वेसन सल्भ कसरी गर्ने त्यसको बारेमा हल्का चर्चा गर्दिउँ म। यस नो क्वेसनमा के हुँदो रहेछ त तपाईँहरूलाई थाहा होला यो च्याप्टरमा हामी यस नो क्वेसनको बारेमा छलफल गर्छौँ र यस नो क्वेसनमा के हुन्छ कुनै पनि सेन्टेन्सको एक्जिलरी भर्बलाई है कुनै पनि सेन्टेन्सको एक्जिलरी भर्बलाई के गरिदिन्छ त अगाडि ल्याइन्छ एक्जिलरी भर्बलाई अगाडि ल्याउने होइन त्यसपछि सब्जेक्ट हुन्छ त्यसपछि के हुन्छ त मेन भर्ब हुन्छ अनि त्यसपछि केही छ भने छ नभए क्वेसन मार्क यो कुराहरू बुझ्नु पर्यो एएसएम क्वेसन मार्क यसलाई म आस्मी भन्ने गरेको हुन्छु आस्मी र तपाईँहरूलाई यो ट्रान्सफर्मेसनसँग रिलेटेड कुरा भयो कि यदि तपाईँहरूलाई ग्रामरको कुनै टपिक सम्बन्धी जानकारी चाहियो भने यहाँ डिस्क्रिप्सन बक्स यहाँ जुन 3 डट पछि मोर लेखेको छ नि यहाँ मोरमा क्लिक गर्नुभयो भने तपाईँहरू डिफ्रेन्ट ग्रामेटिकल टपिकहरूको लिङ्क पाउनुहुनेछ है र यसको क्वेसनको लिङ्क मैले त्यहाँ हालिदिएको छु यहाँ क्लिक गरेर तपाईँहरू त्यो भिडियो हेर्न सक्नुहुन्छ कि यसको क्वेसन सल्भ कसरी गरिन्छ ओके। अब अगाडि बढ्नु पर्दा है यसलाई पहिला क्लिन गरिहालौँ त्यसपछि हामी अगाडि बढौँला। ओके है अब क्वेसन नम्बर 1 को बारेमा छलफल गरौँ हामी। क्वेसन नम्बर 1 भनिरहेको छ चेन्ज द फलोइङ स्टेटमेन्ट्स इन्टु यस नो क्वेसनमा गर्नु छ जुन अहिले भर्खर हामीले छलफल गऱ्यौँ कसरी हुन्छ। क्वेसन राखेको छ दे कुड रेस्क्यु द भिक्टिम्स है त दे कुड रेस्क्यु द भिक्टिममा तपाईँलाई थाहा होला यसमा एक्जिलरी भर्ब कुन छ एक्जिलरी भर्ब यो कुड छ हैन यो कुड छ एक्जिलरी भर्ब यसलाई के गर्दिने हामी अगाडि बढाइदिने हैन त के भइहाल्छ कुड दे रेस्क्यु द भिक्टिम। त्यसैगरी लिन्डा क्यान विन द म्याचमा के हुन्छ यो क्यान जुन छ एक्जिलरी भर्ब यो अगाडि आइहाल्छ हैन क्यान लिन्डा भइहाल्छ क्यान लिन्डा विन द म्याच। त्यसैगरी यो क्वेसनमा हेर्नु होला योर मदर क्यान ड्राइभ अ कार यसमा एक्जिलरी भर्ब कुन छ भन्नुहोस् त योर मदर क्यान ड्राइभ अ कार क्यान छ एकदम सही हो यो क्यानलाई हामी के गर्छौँ सेन्टेन्सको अगाडि गरिदिन्छौँ लास्टमा क्वेसन मार्क दिन्छौँ यसरी क्यान योर मदर ड्राइभ अ कार। त्यसैगरी हेर्नु होला यु कुड हेल्प मी यसमा एक्जिलरी भर्ब हुन्छ कुड रहेछ कुडलाई के गर्दिन अगाडि गर्दिन हैन कुड यु हेल्प मी। हामी अर्को पेजमा जाउँ है ही वुड सजेस्ट अ सोल्युसन टु अ प्रब्लम यसमा एक्जिलरी भर्ब कुन छ एकदम ठिक भन्नुभयो वुड छ वुडलाई हामी के गर्छौँ अगाडि गरिदिन्छौँ। त्यसैगरी नेक्स्ट हेर्नु दे वुड डु सोसल वर्क यसमा के छ वुड छ वुड अगाडि गइहाल्छ वुड दे डु सोसल वर्क है यसरी गऱ्यौँ। त्यसैगरी छ योर फादर वुड टेक अस टु द पार्क वुड भइहाल्यो वुडलाई हामी के गर्छौँ अगाडि गरिदिन्छौँ वुड योर फादर टेक अस टु द पार्क। त्यसैगरी रहेको छ यु कुड कम टु मिट यु कुड कम टु मिट मी आन्सर भइहाल्यो कुड यु कम टु मिट मी। अब अर्कोमा जाउँ फिल इन द ब्ल्याङ्क्स युजिङ क्यान कुड वुड है त्यसैगरी आएको छ युज नेगेसन इफ नेसेसरी हामीलाई क्यान कुड वुडको युज गर्नु छ र यो मोडल एक्जिलरी हो र मोडल एक्जिलरीको युज कसरी गरिन्छ हैन मोडल एक्जिलरीको युज भयो मोडल एक्जिलरीको युज कसरी गर्ने यसको पनि लिङ्क मैले यहाँ डिस्क्रिप्सन बक्स जुन 3 डट स्पेस जुन छ नि 3वटा डट त्यसपछि मोर लेखेको छ त्यहाँ क्लिक गर्नुभयो भने तपाईँहरूले लिङ्क पाउनुहुनेछ कि मोडल एक्जिलरीको युज कसरी गर्ने है कन्फर्म हुनलाई त्यो पुरै भिडियो हेर्नुभयो भने तपाईँहरूले जानकारी पाउनुहुनेछ ओके। क्वेसनतिर जाउँ हामी आई गो टु द पार्टी लास्ट नाइट बिकज आई वाज सिक लास्ट नाइट पार्टीमा जान नसकेको होला है किनभने बिमारी थियो। अब निगेसन त पार्टीमा जान नसकेको होला त्यही भएर कुडलाई हामी के गरिदिन्छौँ त कुडन्ट गरिदिन्छौँ त आई कुडन्ट गो टु द पार्टी लास्ट नाइट बिकज आई वाज सिक। नेक्स्ट क्वेसन हेर्नु होला एले भन्दैछ गणेश कुक थकाली फुड यस हि क्यान अब हि क्यान भनेर आन्सर आयो भने के भइहाल्छ क्यान गणेश भइहाल्छ होइन यसको क्वेसन क्यान गणेश कुक थकाली फुड अनि आन्सर छ यस हि क्यान। अर्को क्वेसन होला माई सिस्टर राइड अ बाइक लास्ट इयर भनिरहेको छ लास्ट इयरको कुरा हो होइन अहिलेको कुरा यहाँ दिएको छ लास्ट इयर चलाउन सक्थ्यो होला त कुड भइहाल्छ अहिले चलाउन सक्दैन भने कान्ट भइहाल्छ है त माई सिस्टर कुड राइड अ बाइक लास्ट इयर बट नाउ सी कान्ट। नेक्स्ट क्वेसन हेर्नु होला इफ आई ह्याड अ कार यो कन्डिसनल सेकेन्डको कुरा भइरहेछ के अरे भी टू लागेको बेला कन्डिसनलको कुरा छ
त्यही भएर हामी ह्याडमा के गरिदिन्छौँ त वुड प्लस V1 गरिदिन्छौँ, त्यही भएर वुड भइहाल्छ यसको आन्सर होइन। यो कन्डिसनल सेन्टेन्ससँग रिलेटेड छ। कन्डिसनल सेन्टेन्सको पनि मैले यहाँ तल लिङ्क हालिदिएको छु, हेर्नु होला है त। नेक्स्ट क्वेसन हेर्नुहोस्, लट्स अफ डाइनोसोर वक्ड अन ल्यान्ड बट सम, त धेरै वाक गर्थ्यो, केही फ्लाइ पनि गर्न सक्थ्यो, फिजिकल एबिलिटीको कुरा भइरहेको, त्यही भएर हामी कुडको युज गरिदिन्छौँ। नेक्स्ट क्वेसन छ आई विस दे होइन, आई विस दे छ भनेपछि दे समबडी एल्स भयो, त अरूले यदि केही गर्छ भने हामी वुडको युज गर्छौँ है। आई विस दे वुड टेक अस टु भिजिट अ न्यू प्लेस। अब वुड कुडको युज सम्बन्धी होइन, यो आई विसवाला अर्को पनि यहाँ लिङ्क छ, सबै लिङ्क हेर्न सक्नुहुन्छ, त्यहाँ कन्फर्म हुनुहुन्छ होला है। त्यसबाट आई रिड विदाउट माई रिडिङ ग्लासेस वेयर आर दे होइन, म पढ्न सक्दिनँ होला, कहाँ छ मेरो चस्मा भनेर भन्यो होला, त्यही भएर कान्ट भइहाल्छ। जीमा आई ऱ्यादर गो, त ऱ्यादर आउने बित्तिकै वुडको युज गर्छौँ हामी है, आई वुड ऱ्यादर गो टु द सिनेमा टुडे। यसरी हामी यो एक्सर्साइज गऱ्यौँ है। यो भिडियो अन्त्यसम्म हेर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। च्यानल सब्सक्राइब गर्नु भने च्यानल सब्सक्राइब गरिहाल्नुहोस्। ओके, अर्को इम्पोर्टेन्ट कुरा के भन्न चाहन्छु भनेपछि यदि तपाईँहरूलाई कुनै पनि प्रब्लम छ भने एउटा कुरा म यहाँ लेखिदिउँ, ग्रामरको इङ्ग्लिसको होइन कुनै पनि प्रब्लम हुन्छ भने हाम्रो यहाँ वाट्सएप नम्बर दिइरहेको छ यहाँ होइन, तल हेर्न सक्नुहुन्छ। यो हाम्रो फेसबुक पेज पनि छ है, सेल्फ हेल्प लर्निङ बाई रन्जित सर भने, यो फेसबुक पेजमा पनि तपाईँ जान सक्नुहुन्छ। चाहे गुगलमा यो @ रन्जित सर भनेर सर्च गर्नुभयो भने हाम्रो च्यानल आउँछ है। नम्बर फेरि लेखिदिन्छु म, कुनै पनि प्रब्लम छ भने तपाईँहरू यसमा सेन्ड गर्न सक्नुहुन्छ। यो हाम्रो के हो त वाट्सएप हो है। ल अब हामी अर्को यसै युनिटको अर्को रिडिङ सेकेन्ड छ, त्यसको भिडियो लिएर आउनेछौँ। यो भिडियो अन्त्यसम्म हेर्नुभयो त्यसको लागि धेरै धन्यवाद छ। सी यु इन द नेक्स्ट भिडियो, बाई।